भोलि अर्थात् 28 मे 2026 मा मकाऊको ग्यालेक्सी अरेनामा दक्षिण एसियाली मिक्स मार्शल आर्ट एमएमएको इतिहासको एउटा सबैभन्दा ठुलो अध्याय लेखिनेछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमएमए फाइटर तथा वर्तमान म्याट्रिक्स फाइट नाइट एमएफएन भ्याट मवेट च्याम्पियन रविन्द्र ढाँटो रोड टु युएफसी सिजन 5 अन्तर्गत अक्टागोनमा उत्रिँदैछन्। यो एउटा प्रतिष्ठित सिङ्गल एलिमिनेसन एकपटक हारेपछि बाहिरिने प्रतियोगिता हो, जसले एसिया प्रशान्त क्षेत्रका उत्कृष्ट एमएमए खेलाडीहरूलाई सिधै युएफसीको मल्टिफाइट कन्ट्र्याक्ट प्राप्त गर्ने अवसर प्रदान गर्दछ। ढाँटले यस प्रतियोगितामा सफलता हासिल गर्न लगातार 3वटा खेलहरू जित्नुपर्ने हुन्छ, जसको सुरुवात भोलि हुने क्वार्टर फाइनल खेलबाट हुनेछ। सुरुमा अस्ट्रेलियाका म्याटी इयान विरुद्ध तय भएको यो खेलमा अन्तिम समयमा आएर परिवर्तन गर्नुपर्यो, किनभने इयानको घुँडाको चोटको कारण प्रतियोगिताबाट बाहिरिए। अब रविन्द्र ढाँटको सामना फिलिपिन्सका निकै आक्रामक फाइटर किम्बर्ट द हन्टर एलिन्टो जोन्सको रणनीतिक विश्लेषण गर्दा दुवै खेलाडीबीच स्पष्ट शारीरिक र शैलीगत भिन्नता देखिन्छ। शारीरिक उचाइ र पहुँच। रविन्द्र ढाँटको उचाइ 5 फिट 9 इन्च रहेको छ, जसको कारण उनले 6 इन्च स्पष्ट शारीरिक लाभ पाउनेछन्, किनभने एलिन्टो जोनको उचाइ मात्र 5 फिट 3 इन्च छ। तौल र श्रेणी। एलिन्टो जोन आफ्नो करियरको अधिकांश समय फ्लाइवेट र स्ट्रा वेट जस्ता तल्लो श्रेणीहरूमा बिताएका छन्। आधिकारिक तौल मापन वेइनमा पनि ढाँटले ब्याटमवेटको पूर्ण सीमा 135 पाउन्ड दर्ता गराए भने एलिन्टो जोनको तौल मात्र 113 पाउन्ड रह्यो। तौलको यो अन्तरले रिङभित्र ढाँटसँग बढी शक्ति, क्लिन्च कन्ट्रोल र शारीरिक घनत्व हुने कुरालाई प्रश्न पार्छ। एलिन्टो जोन यो खेलको निकै छोटो समय सूचना सर्ट नोटिसमा स्वीकार गरेको हुनाले 3 राउन्डको यस खेलमा उनको सहनशीलता, स्टामिना र कार्डियोको कमी उनको सबैभन्दा ठुलो कमजोरी बन्न सक्छ। ढाँटले पहिलो राउन्डमा एलिन्टो जोनको सुरुवाती आक्रमण प्रारम्भ उनको प्रख्यात लेफ्ट हुकबाट जोगिनु पर्ने हुन्छ। खेलको दोस्रो राउन्ड प्रवेश गरिसकेपछि ढाँटको उत्कृष्ट कार्डियो, शान्त स्वभाव र रणनीतिक परिपक्वताले उनलाई खेलमा पूर्ण नियन्त्रणमा दिलाउनेछ, जसले गर्दा एलिन्टो जोनलाई थकाएर नकआउट वा निर्णय डिसिजन मार्फत खेल आफ्नो पक्षमा पार्न सक्छन्। गुड लक टु रविन्द्र। नेपालको नाम सधैँ रविन्द्रले यसरी नै राखुन् भन्ने कुरा म यहाँ व्यक्त गर्न चाहन्छु।